बाटो छ ठुलो। मैले गरे हैन के रिले दौड प्रतियोगिता हुन लागिरहेको छ। हाम्रो हिमचुली स्कुलका म्यामहरू यहाँ आउनुहुन्छ। अब यस वर्षको रिले दौड प्रतियोगिता विभिन्न स्कुलद्वारा भइरहेको छ। यो व्यापसन स्तरीय रिले दौड प्रतियोगिता हो। यसमा यस हिमचुली माध्यमिक विद्यालयका विद्यार्थीहरू पनि सहभागी भएको हुनाले गर्दा यो अत्यन्तै रोचक र प्रभावकारी दौड हुन गइरहेको छ भन्ने कुराको बारेमा जानकारी गराउँदछु। र अब दौड सुरु हुनै लागिरहेको छ। एकदम पोजिसनमा भाइहरू तयारी अवस्थामा रहेका छन्। यहाँ देख्न सक्नुहुन्छ दर्शक महानुभावहरू उस्ता विद्यार्थी भाइ बहिनीहरू आफ्नो कला प्रदर्शन गर्नको लागि भनेर तयारी अवस्थामा रहेका छन्। अब सुरु हुन लागिरहेको छ। केही समय धैर्यता गर्दै दर्शक महानुभावलाई पर्यटकीय जिल्ला नेपालको मनाङ जिल्ला पुग्नको लागि वातावरण हिसाबले अत्यन्तै राम्रो सुन्दर रमणीय स्थानहरू छ। यहाँका भिरपाखा पहराहरू पनि अत्यन्तै सुन्दर रहेका छन्। चिसो हावा, चिसो बतास सँगै चिसो पानी खोलामा कलकल बगिरहेको छ, नदीमा कलकल बगिरहेको छ। यो तपाईँलाई जानकारी गराउँछु। ठुल्ठुला पहाड चट्टानले बनेका छन्। हरियालीले छाएको छ र बिचबिचको बस्तीहरू रहेका छन्। अहिले नेपाल अत्यन्तै विकासको गतिले घुमाएको छ। कुना कन्दरामा बिजुली बत्ती पुगेको छ। यहाँ देख्न सक्नुहुन्छ आदरणीय दर्शक महानुभावहरू। विद्यालय स्तरीय रोचक भइरहेको छ। आदरणीय महानुभावहरू एकदम हुटिङको
फर्स्ट भएको भन्ने कुरा यहाँ जानकारी आउन आएको छ। महानुभावहरू अब एकछिनमा रिजल्टको नतिजाको अब घोषणा हुने नै छ। त्यस कारणले गर्दा अबको नतिजा घोषणाका लागि हामी पर्खिनुहुन छौँ। हर्ष उल्लासका खुसीका साथ यो रिले दौड एक चरणलाई समाप्त भएको छ। केही समय नतिजा पर्खनु पर्ने नै छ। त्यसको लागि अहिलेलाई रिले दौडको यो दृश्य म यतिमै बन्द गर्न चाहन्छु। हवस् त, धन्यवाद।